चाहिँ अहिले यहाँ यो मलेसियाको जिन्जारोम भन्ने गाउँमा छु। अब गाउँ नै भन्छ यहाँ चाहिँ है, खासै त्यस्तो ठुलो सहर छैन। यहाँनिर चाहिँ मलाई एउटा गजब लागेको कुरा चाहिँ के भयो भने यहाँनिर अहिलेसम्म मैले यहाँ काम गर्न लागेको लगभग 3 वर्ष बेसी हुन लाग्यो। अहिलेसम्म मैले यहाँ एकजना ट्राफिक प्रहरी देखेको छैन। अब तपाईँ किन भन्नु होला, किनभने यहाँनिर ट्राफिक लाइटहरू छ। ट्राफिक लाइटहरूले नै सबै चिज, सबै गाडीहरू ट्राफिक लाइट अनुसार नै चल्छन्। यहाँनिर एउटा यो चोक भयो, अनि यता पनि छ एउटा चोक यहाँ पर। तपाईँले देख्नुहुन्छ चाहिँ यहाँ सेकेन्डमा गाडीहरू आइरहेको छ। यहाँ पर पनि यहाँ पर पनि त्यहाँनिर एउटा चोक छ। त्यहाँनिर पनि गाडीहरू सबै ट्राफिक लाइटकै उसले चल्छ। नियम वा कुनै सिस्टम बनाउने हो भने ट्राफिकहरू रोडमा नकराउँदा नि हुने रहेछ। हाम्रो नेपालमा चाहिँ किन नबनाउन सकेको होला, वा पैसाको अभाव भएर हो, बजेटै नपुगेर हो कि त्यो काठमाडौँतिर भनौँ या जुनसुकै ठाउँमा पनि चोकमा ट्राफिक प्रहरीहरू पुरै दिनभर कराइरहेको हुन्छ, पुरै दुःख दिइरहेको हुन्छ। अब यस्तो लाइटको व्यवस्था गरिदिने हो भने, यस्तो लाइटहरू हामीले ट्राफिक लाइटहरू यसमा राख्ने हो भने बिचरा ट्राफिकहरूलाई त दिनभरि त्यस्तो कराउनु पर्ने शास्ति त हुँदैन थियो होला। यहाँनिर देख्न सक्नुहुन्छ अब गाडीहरू आयो यताबाट, त्यहाँनिर ट्राफिक लाइटहरू छ। ट्राफिक लाइट अनुसारले नै यहाँ गाडीहरू चलिरहेको छ। अब खै हाम्रो नेपालमा कसैको अब अहिले चाहिँ के छ थाहा भएन। पहिले चाहिँ म यता आउनुभन्दा पहिले चाहिँ ट्राफिक प्रहरी चोकमा बसेर कराइरहेको देखिरहेको हुन्थेँ। मैले चाहिँ यहाँ आएको अहिले 3 वर्षसम्म पनि एउटा पनि ट्राफिक प्रहरी देखेको छैन। अब यहाँ सबै लाइटिङ सिस्टम छ, ट्राफिक लाइटले नै सबै चिज गर्छ। अब खै हाम्रो देशमा गर्न नचाहेको हो कि बजेट अभाव हो कि के हो